नमस्कार साथीहरू, आज हामी पढ्न गइरहेका छौँ यानसानको बुनको निहुनको बुनको यानसानको। यसो रिभाइज गरौँ, प्र्याक्टिस गरौँ भनेर तपाईँहरूसँगै यसो गर्दैछु मैले। र हामीले हिजो दुईवटा टपिक पढेका थियौँ, बेकी देश र बेकी देवानाई। बेकी भनेको गर्नुपर्छ, ताबेरु बेकी खानुपर्छ, ताबेरु बेकी देश, यमु बेकी देश पढ्नुपर्छ, ओदरु बेकी देश, ओदरु बेकी देश भनेको नाच्नुपर्छ र बेकी देवानाई भनेको गर्नु हुँदैन, ताबेरु बेकी देवानाई भनेको खानु हुँदैन। गर्नुपर्छ, गर्नु हुँदैन हामीले हिजो पढेका थियौँ। आज पढ्छौँ फेरि वा तो नातेइरु, वा तो नातेइरु, यो भनेको गर्नुपर्ने, वा तो नातेइरु भनेको गर्नुपर्ने। अब गर्नुपर्ने यसको फर्म हुन्छ, अगाडि फ्रेजेज हुन्छ, सर्ट सेन्टेन्स हुन्छ, अर्ध सेन्टेन्स, उद्धरण भन्छ यसलाई, र प्लस वा प्लस नाउन आउँछ बिचमा, त्यसपछि प्लस तो नातेइरु, यस्तो हुन्छ गर्नुपर्ने। जस्तो कोनो खाइस्या देवा, यो कम्पनीमा कोनो खाइस्या देवा यो कम्पनीमा, कोनो खाइस्या देवा यो कम्पनीमा माइचुकी, माइचुकी भनेको प्रत्येक महिना, माइचुकी जीवन नो, माइचुकी जीवन नो चुकुए भनेको डेस्क, माइचुकी जीवन नो चुकुए प्रत्येक महिना चाहिँ आफ्नो कुर्सी, आफ्नो डेस्क चाहिँ हो सौजी भनेको सरसफाइ, सौजी भनेको सरसफाइ, सौजी सौजी हो सुरुकोतोनी, सुरुकोतोनी नातेइरु। अब यहाँ छ कोनो खाइस्या देवा, माइगेचु भनेको प्रत्येक महिना अथवा माइचुकी भनेको प्रत्येक महिना, माइचुकी जीवन नो चुकुए भनेको आफ्नो डेस्क हो, सौजी सुरुकोतोनी, सौजी सुरुकोतोनी नातेइरु, सौजी सुरुकोतोनी नातेइरु। अगाडि फ्रेजेज आयो, त्यसपछि वो आयो, सौजी हो सुरुकोतोनी नातेइरु, गर्ने कुरामा गर्छौँ, सौजी हो सुरुकोतोनी नातेइरु। अब अर्को छ निभान, कोनो मिसे भनेको पसल, कोनो मिसे वा, यहाँ वा आयो, कोनो मिसे वा योरु नाउन, हाचिजिनी सिमारुकोतोनी, हाचिजिनी, हाचिजिनी सिमारुकोतोनी, सिमारुकोतोनी नातेइरु। कोनो मिसे वा यो मिसे चाहिँ, यो पसल चाहिँ योरु हाचिजिनी सिमारुकोतोनी, राति 8 बजे बन्द हुने कुरामा नातेइरु भइरहेको छ। यो पसल चाहिँ राति 8 बजे बन्द गर्नुपर्ने हुन्छ।
गर्नुपर्ने अथवा गर्ने कुरामा भइरहेछ यसलाई गर्नुपर्ने कुनै मिसिवा यो हाजिरी नि सिमल कोतुनी नातिहरू भनेको साँझ 8 बजे बन्द गर्नुपर्ने हुन्छ। सानबानमा छ दाइगा कुनो रेउ देवा दाइगा कुनो रेउ देवा रेउ भनेको दाइगा कुनो रेउ देवा विश्वविद्यालयको होस्टेलमा रेउ देवा पेत्तो भनेको घरपालुवा जनावर पेट भनेको हो खाते भनेको पाल्ने खाते भनेको पाल्ने खाऊ भनेको पाल्नु त्यसैको खाते वा इकेनाइ भनेको सकिँदैन हुन्न अथवा नगर्नुपर्ने हुन्छ इकेनाइ कोतोनी नातिहरू। दाइगा कुनो रेउ देवा विश्वविद्यालयको होस्टेलमा पेत्तो खाती वा इकेनाइ भनेको नपाल्नु पर्ने अथवा पाल्न नसकिने कोतोनी नातेहरू पाल्न नसकिने राख्न पाइँदैन। विश्वविद्यालयको छात्रावासमा घरपालुवा जनावरहरू राख्न चाहिँ पाइँदैन। यो थियो वा तो नातेहरू अथवा गर्नुपर्ने भन्ने फर्म। अब हामीले पढ्दैछौँ फेरि अर्को ग्रामर पढ्दैछौँ। अर्को ग्रामर छ उये दे भनेको गरेपछि उये भनेको माथि हो उये दे भनेपछि गरेपछि यस्तो गरेपछि यस्तो भयो आफ्टर यसको ताफम प्लस उये दे हुन्छ ताफम प्लस उये दे अथवा नाउन प्लस नो प्लस उये दे नाउन प्लस नो प्लस उये दे नाउन प्लस नो प्लस उये दे। इक्जाम्पलको लागि रेउसिन तो सौदान सिक्ता उये दे रेउसिन भनेको बुवा आमा रेउसिन तो रेउसिन्तो भनेको बुवा आमासँग सौदान सिक्ता उये दे सौदान सिक्ता उये दे सौदान सिक्ता उये दे बुवा आमासँग सल्लाह गरेपछि सौदान सित्ते उये दे सल्लाह गरेपछि रिउगाकु भनेको विदेश अध्ययन रिउगाकु सुरु नो किमेता सुरु नो वो किमेता रिउगाकु सुरु नो किमेता रेउसिन्तो सौदान सित्ता उये दे बुवा आमासँग सल्लाह सौदान भनेको सल्लाह सीता उये दे गरेपछि सीता उये दे गरेपछि यो चाहिँ हाम्रो खास चाहिँ ताफम प्लस उये दे भनेपछि गरेपछि रिउगाकु सुरु नो किमेता
बानमा छ केचु आचु खाकु निन्नु उएदे। केचु आचु भनेको रक्तचाप, ची भनेको रक्त हो, यसलाई चाहिँ ची भन्छ रगत। केचु आचु भनेको रक्तचाप। केचु आची हो खाकु निन्नु उएदे। खाकु निन्नु उएदे केचु आचु हो केचु आचु खाकु निन्नु उएदे। इसिनी आई मासिता, इसी भनेको डक्टर, इसिनी आई मासिता भनेको भेटे। रक्तचाप जाँच गरेपछि डाक्टरलाई भेटे। केचु आचु खाकु निन्नु उएदे। केचु आचु खाकु निन्नु उएदे। केचु आचु खाकु निन्नु उएदे रक्तचाप जाँच गरेपछि केचु आचु खाकु उएदे इसिनी आई मासिता। यो रक्तचाप चेक गरेपछि उएदे गरेपछि रक्तचाप चाहिँ रक्तचाप चेक गरेपछि खाकुनिन गरेपछि इसी भनेको डक्टर नि आइमासिता भनेको भेटे। अब अर्को छ ज्यौसिनो इकेन ओ किता उएदे। ज्यौसी भनेको बोस। ज्यौसिनो इकेन ओ किता उएदे मालिकको राय सुनेपछि किमे यौतो अमौ निर्णय गर्ने गर्छु। ज्यौसी भनेको मालिक, सानो भागमा छ ज्यौसी भनेको मालिक। ज्यौसिनो इकेन भनेको राय। ज्यौसिनो इकेन हो किता भनेको सुनेपछि। ज्यौसिनो इकेन हो किता उएदे। ज्यौसिनो इकेन हो किता उएदे मालिकको राय सुनेपछि किमे यौतो अमत्ता। किमे यौतो अमत्ता। ज्यौसिनो इकेन हो किता उएदे मालिकको राय सुनेपछि। ज्यौसी भनेको मालिक, इकेन भनेको राय। ज्यौसिनो इकेन हो किता तापम प्लस उएदे, किता उएदे सुनेपछि। मालिकको राय सुनेपछि, बोसको राय सुनेपछि किमे यौतो अमत्ता निर्णय गरौँ भन्ने विचार गरेको छु अथवा निर्णय गर्नेछु। यसरी चाहिँ हामीले उएदे भनेको गरेपछि अथवा आफ्टर पढ्यौँ। र भोलि अर्को टपिक भोलि पढ्नेछौँ। कोतो वा नाइ आवश्यकता छैन र सिखा नाइ विकल्प छैन। दुईटा चाहिँ भोलि पढ्नेछौँ। आजलाई यति, नमस्ते।